हाई अल आज मेरो लन्च टाइम ब्लग भनेर भन्दा फरक पर्दैन। मैले यो विकडेज फ्रम मन्डे टु अन्टिल फ्राइडे के गरेँ त मेरो लन्च टाइममा भन्ने यो भिडियो कम्पाइलेसन तपाईहरुको लागि। तपाईकोबाट मैले मेसेज आउँदैन के कलरको मैले केमा राम्रो आज यहाँ अब हाम्रो मिनातो मिराई डे रहेछ अनि फायरवर्क्सहरु चाहिँ हजुर हजुर आज यहाँ मोबाइल फायरवर्क्स हुनेवाला छ। हजुर यो चाहिँ सबै ब्लक हुन्छ क्या, हजुर सब ब्लक हुन्छ क्या। अनि पे गर्यो भने चाहिँ पाइन्छ यहाँ इन्ट्री गर्न। हेलो युवराज जी, आज यहाँ खास के भइरहेको छ? आज यहाँ मिनातो मिराई डे हैन? हजुर आज यहाँ मोबाइल फायरवर्क्स हुनेवाला छ। हजुर यो चाहिँ सबै ब्लक हुन्छ। हजुर हजुर सब ब्लक हुन्छ क्या। हजुर अनि पे गर्यो भने चाहिँ पाइन्छ यहाँ इन्ट्री गर्न। हजुर तर आज म बसेँ भने चाहिँ म अफिसबाट हेर्छु क्या। हजुर किनभने यो पे हुन्छ यहाँ ब्लक हुन्छ मान्छे धेरै हुन्छ। हजुर तर यो पोइन्ट यतातिर हेरौँ त, यो पोइन्टमा चाहिँ फायरवर्क्स पोइन्ट हो क्या। हजुर अनि अब भिआइपीहरू सब यहाँनिर चाहिँ यस्तो रिजर्भ गरेर रोज रिजर्भ गरेर त्यहाँबाट चाहिँ यो हेर्छन् क्या। हजुर हजुर इन्ट्रेस्टिङ हुनेवाला छ। फायरवर्क्स हुने त उता हैन पर यहाँ हो, समुद्रको बिचमा यो रेडी भइरहेछ नि, यो तोपहरू रेडी छ। हजुर 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 अब यहाँ हामीले हजुर वेलकम गरिरहेको हो भनेको ए रेडी। आज हामी 7 बजीतिर गर्छौँ भन्ने टाइपको। हजुर हजुर अनि यो सब यहाँ चियरहरू लाग्छ होइन यता हजुर उहाँसम्मै लाग्छ क्या। हजुर तर त्यो सबै भिआइपीको लागि हो क्या। हजुर हजुर
हजुर यत्रो वर्ष यहाँ बसेँ होइन म फर्स्ट टाइम फिर्दैछु क्या यो चाहिँ कस्मो वर्ल्ड हो अनि यो कस्मो वर्ल्ड चाहिँ यो पारीसम्म पनि कनेक्ट हुन्छ क्या यो पारीको फेरी हुन्छ नि हजुर अनि प्लस त्यो प्याकेज पनि कस्मो वर्ल्डभित्रै पर्छ क्या आज गजब छ त्यो किड्सहरूलाई चाहिँ यहाँ ल्याएर खेल्ने ठाउँ धेरै छ टिकट पनि सस्तै होला साइकल मोनोरेल भयो साइकल मोनोरेल 400 एममा रहेछ गजब छ ट्याक्कै घोडा जस्तो रहेछ गाह्रो छ ल यो कस्मो वर्ल्ड भनेको चाहिँ के हो भन्दाखेरि एभ्री थर्सडे चाहिँ ड्राइभ गर्नु हुन्छ अनि अरू डे चाहिँ नर्मली चलिरहेको हुन्छ हामीले थर्सडे चाहिँ स्पेसल्ली यो एरिया चाहिँ टुरिस्ट हुन्छ सबैको लागि जानकारी सो आज म चाहिँ लोटो 6 भन्न गइरहेको छु आज लोटो 6 कति सेट भन्ने हो होइन यो भनेको चाहिँ कम्प्युटर पिक हो अनि यहाँबाट सेलेक्ट गऱ्यो भने चाहिँ हामीले पाउँछौँ 1 to 43 नम्बरको हो म चाहिँ आज कम्प्युटर पिकै गर्नु पर्ला अलराइट कतिवटा सर आज कतिवटा भन्ने हामी खै 5वटा भन्ने ल ठिक छ फाइनली शुक्रबार आयो शुक्रबारको माहौल चाहिँ एकदम हावाहुरी टाइपको छ घमाइलो छ तर भोलि चाहिँ पानी पर्छ क्या र अब यस्तै छ अब विकेन्ड चाहिँ अब हाम्रो लागि चाहिँ एकदमै बेस्ट टाइमिङ हो किनभने बिहान उठ्यो गयो फर्क्यो काम गर्यो टाइपको डेली त्यस्तो भइरहेको हुन्छ तर अब डेली चाहिँ मजाले आफ्नो पर्सनल कामहरू अनि घुम्न जाने छ भने घुम्न जाने सबै कुरा हुन्छ थ्याङ्क यू फर वाचिङ माई भिडियोज अनि ऱ्यान्डम भिडियोजहरू चाहिँ आउँदै गर्छ फाइनल्ली आज हाम्रो लङ विकेन्ड चाहिँ कम्प्लिट भएर चाहिँ आज हामी क्लोजिङमा छौँ होइन कस्तो बित्यो तपाईँको विकेन्ड आज दिउँसोसम्म बोरिङ भइरहेको थियो अहिले चाहिँ मजा लागिरहेको छ शुक्रबार जहिले यस्तै हुन्छ है एनर्जी छुट्टै आउँछ ल उहाँले चाहिँ मेरो धेरै क्लिपहरू यो हप्ता लिइदिनु भएको छ म सबै कम्पाइल गरेर यो हप्ताको चाहिँ मेरो भ्लग आउनेवाला छ अरू केही भन्नुहुन्छ अब भ्लगहरू सुरु गर्दै हुनुहुन्छ अहिलेसम्म चर्चामा आएको रहेछ अब चाहिँ बिस्तारै चर्चा आइराखोस् अहिले हामी चाहिँ रिङ्को पार्क जाँदैछौँ गाइजहरू यहाँ छन् अनि हामीले चाहिँ भर्खरै काम सकेर आयौँ अनि मेन यो वाकको उद्देश्य भनेको चाहिँ यस्तो मौसम छ होइन रिफ्रेस हो हाम्रो गाइजहरू हिँड्दैछन् जे होस् के भयो मौसम पनि दामी छ त आज यहाँ चाहिँ स्टिल रहेछ हावा पनि अल राइट विथ दिस सर्ट रिफ्रेस वकिङ हामी अब भने लाग्नुपर्ने हुन्छ र अहिले हामी जाँदैछौँ योकोहामा स्टेसन एन्ड थ्याङ्क यू फर वाचिङ